आज हामी यो खार्पा भन्ने ठाउँ हो। अब हामी खार्पाबाट माथि डाँडीखेल पुग्छौँ। डाँडीखेलबाट यहाँ माथि यो भस्मासुर बाणासुर डाँडा हो। पल्लो चाहिँ भस्मासुर हुन्छ। माथि स्वस्थानी चलिरहेको, स्वस्थानी त अहिले सुरु भएको छ नि। स्वस्थानी पढ्दै जाँदा उहाँहरूलाई चाहिँ बरु सर्टकट बाटो लग्यो हुन्थ्यो। No, sir. Look at me. हुन्छ तपाईँको वाट्सएप छैन? हुन्छ यो म मिलाएर पठाइदिन्छु। सम्झेर जानु न। कपडा एक झोलो ल्याइदिए बस्ने हो कि उठ्ने हो? अब धेरै भस्मासुर र बाणासुर राक्षसको बारेमा नि कुरा आउँछ। सायद तिनकै नाममा यो पहाड बनेको होला मेरो विचारमा है। यहाँबाट भरे हामी यो ठाउँलाई खार्पा भन्छौँ, खार्पै झर्छौँ। आजको ट्रेल त्यति धेरै तेर्सो अलिक कम छ, उकालो ओह्रालो तेर्सो सबै मिक्स छ आज है। आजलाई धेरै गाह्रो पनि म भन्दिनँ र त्यति सजिलो पनि होइन आजको हाइट है। र यहाँहरूलाई बिन्ती छ, लिएर आउनु भएको प्लास्टिक खानेकुराको कुहिने बोक्रा त फाल्नुहोस्, होइन भने अरू चिज चाहिँ घरको फोहोर गर्ने रिसाउँछ, फोहोर फरेको भनेर लिएर जानुपर्छ है। र आज हाम्रो ब्रदरले फेरि उयो सधैँ चाहिँ एउटा क्वेसन गर्नुहुन्छ, एउटा दुई चारवटा क्वेसन, त्यो अनुसारले उहाँले सानो एउटा गिफ्ट ल्याउनु भएको छ। सामानहरू प्याक, हाम्रो जस्तै क्रिम सिम टुथपेस्ट यताउता प्याक गरेर ट्रेक जाँदा हिँड्दा हाल्न मिल्ने झोलाको थैलो, त्यो किन्छु